तर त्योसँग गाउँथ्यो अब खाइन्छ होला खानै पर्छ होला उ त्यो भत्केको बाङ्गो तिनीहरू त पेलिँदैन त्यो त आधा चाका किनाको त्यो मिल्दैन छ भत्केर गइहाल्छ हो त्यो चाहिँ पुरा भएको चाहिँ मिल्दैन छ ल्याउनु त हजुर मह दलिहाल्नु न अलिकति खतरा मह हो यो अर्ग्यानिक मह गाउँको वन जङ्गल वनस्पतिहरूबाट हरेक किसिमको बोट बिरुवाबाट चाहिँ सङ्कलित फुलको रसहरूको मह हो यो चाहिँ त्यो एपिस सेरेना जातको लोकल मौरीको चाहिँ मह हो आधुनिक टुरमा म यति कन्सर्न हुँदो रहेछ भने लेखेको त के निस्केको थियो ल भ्लगरहरू धेरैजना हुनुहुन्छ राम्रोसँगले निकालिदिनु होला हामीले ढक्कन काटिसक्यौँ है यो फ्रेम मौरीकोलाई कहिलेकाहीँ अवलोकन गर्नुभयो भने तपाईँहरूले हेर्ने तरिका चाहिँ खास होइन यसरी हेर्छौँ हामी होइन अनि त्यहाँदेखि यसलाई अर्कोपट्टि यसो गरेर हेर्दाखेरि चाहिँ चाका गरुङ भएर भाँचिन सक्छ यस्तो गरेर यसरी घुमाउनु पर्छ है त यसलाई यसो यसो गर्यो भने चाहिँ फाक्लाकै भाँचेर पछारिन सक्छ घुमाउने ठाडो बनाउने यसो गर्ने यता ल्याउने यसो गर्ने अनि यसरी हेर्नुपर्ने हुन्छ है त हेर्दा चाहिँ यसो 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 गर्यो भने चाहिँ भाँचिनु सक्छ अब यो यहाँनिर लगेर राख्ने मेसिनमा अब यहाँ यो ब्रुट च्याम्बरको भए पनि सुपरकैलाई पनि हामीले 4वटा राखेर यसलाई चाहिँ कति 4वटासम्म राख्न मिल्छ हजुर यो दुईटा सानो दुईटा ठुलो हुन्छ खास यो ब्रुट च्याम्बरको यसमा पनि यो सुपरकै फ्रेम लाउँदा पनि केही फरक पर्दैन ल यता पनि बाँकी नै छ निकाल्नलाई अब यहाँ मेसिनमा लाएर भर्नलाई तयारी गर्दै हुन्छ हाम्रो कृषि भाइले फेसबुकमा हेरिरहन्छ नि यो म लाएको छैन कि म लगाइदिन्छु एकछिनमा एकछिन भरे हजुर भरे यो के भरे यो के भएको यो तपाईँको क्यामेरै खिच्नु भएको छैन क्या तपाईँले क्यामेरा खिच्नु भएको छैन ल अब चाहिँ खिच्नु न तपाईँले खिच्नु भएको थिएन बस्थेछ अघि त्यो उरै तल टिकै नगरेको छु क्यामेराम्यान त साँच्चै क्यामेराम्यानहरू अलिकति तालिम प्राप्त हुनुहुन्न रहेछ कति काम गरिसके भर्खर क्लिक गर्दै हुनुहुन्छ मेरोमा चाहिँ 2 मिनट 26 सेकेन्डको भइसक्यो मेरोमा त 2 मिनट 26 सेकेन्डको 28 यसरी यो कभर चाहिँ हामीले धारिलो एकदम चक्कु चाहिँ लाग्ने हुनुपर्छ लाग्ने चक्कुले चाहिँ हामीले यो ढक्कनलाई चाहिँ यसरी ठिक्किने पानी लतपतियो भने चाहिँ यो चाकाहरू राम्रो ढक्कन नकाट्ने र कुच्चिने भएको कारणले लाग्ने हुनुपर्छ यसरी लाग्ने भयो भनेदेखि हामीले एकपट्टिको खुर्किसक्यौँ अब अर्कोपट्टि चाहिँ त्यति राम्रो ढक्कन लगाइसकेको थिएन छ एकदम प्योर मह एकदम पाकेको मह भनेको चाहिँ ढक्कन लगाइसकेको हुनुपर्छ यो चाहिँ यसमा छनु त छ तर ढक्कन छैन नि हैन यो चाहिँ अलिक काँचो यो पुरा फुल पाकेकोमा चाहिँ ढक्कन हुन्छ है ढक्कन हुन्छ त्यो चाहिँ नभएकोमा त हुँदैन रहेछ नि त ढक्कन है ढक्कनले चाहिँ त्यो नबुच्चाइ मतलब नभरिएको होला त्यो यस्तो हुन्छ फुलको रसमा चाहिँ 90% चाहिँ पानी हुन्छ अरे के अनि यिनीहरूले घारमा सङ्कलन गरेर ल्याइसकेपछि अब त्यसलाई तापक्रम दिएर अनि पखेटाहरूले फरफराएर त्यो पानी चाहिँ उडाउँछ अरे त्यो कारण तपाईहरुले याद गर्नु भएको छैन
आधुनिक घारको ढक्कन खोल्दाखेरि अथवा परम्परागत घार ढक्कन खोल्दाखेरि पनि मह लगाएको समयमा चाहिँ भित्र एकदमै पसिना हुन्छ, पानी हुन्छ, भिजेको हुन्छ घारहरू। ढक्कन एकदम ढक्कन अनि मुनि घारकै बक्स पनि जति धेरै मह लगायो त्यति छिटो घार मक्केर जान्छ। जुन घारले मह बढी उत्पादन दिन्छ त्यो घार चाहिँ चाँडै मक्केर पनि जान्छ। माथि किन म त हेर्दाखेरि त्यो पसिना पुछिरहन्छु नि, के भयो त पानी पऱ्यो कि भन्छु नि। पुस्नु राम्रो हो, पुस्नु पर्ने हुन्छ, तर जति धेरै मह लगायो त्यसले पसिना फाल्छ। त्यो चाहिँ पानी एकपल्ट खोपामा माथि चाहिँ काठकै थियो मेरो, अनि मह त भरि लगाएछ, अनि ढक्कन खोलेर चाका काट्नु पर्यो भने त लु त्यो सबै झ्याप्पै तलै पो झरीको, वेट धेरै भयो। अनि काठ पनि मकिएर त सबै भिजेर लुतुपुतु, अनि सबै निकालेर उ गरे, मह पनि खराङखुरुङ निकाले, मौरीहरू पनि बाहिर धुवाले सारे, अनि ढक्कन फेरि निकालीबाट ढुङ्गाको लगाए। त्यहाँदेखि त गएको फर्केरै आएको छैन। यतापट्टि अब अर्कोपट्टि अलिअलि यो चाहिँ पाकेछ, पाक्न लागेको हो। यो फुल भर्यो भने बन्द गरेर राख्छ कि ढिकुटी भर्यो भने चाबी लाउँछौँ हामीले पनि। यो मौरीहरूको सङ्कटको समयमा मह नपाउने, फुल नपाउने, खाद्य नहुनेहरूले चाहिँ एकदम सञ्चित गर्ने कुरा हो। हामीले चाहिँ लुटेको हो, हामी लुटाहरू। उनीहरूले अब यस्तो दुःख मेहनत गरेर चाहिँ है मौरीले अलि चाल पाइसक्यो। यो अलिकति मौरी फाल्टो ठाउँमा लगेर राख्नुपर्ने हो। यहाँ यो उसले चाहिँ हात च्याप्न सक्छ, त्यहाँ चाहिँ जोगिने, अनि बिस्तारै घुमाउनु पर्छ। सुरुमा महको वेट हुँदाखेरि चाका भाँचिन सक्छ, त्यो कारणले बिस्तारै घुमाउनु, सुरुमा बिस्तारै घुमाउनु पर्छ। जोडले घुमायो भने चाहिँ यो वेट छ होइन, त्यो कारणले भाँचिन सक्छ। अनि अन्तिममा एकपट्टि फर्काउने, त्यस पछाडि चाहिँ हामीले हल्का निखार्ने बेला चाहिँ जोडले घुमाउने। अहिले सुरुमा चाहिँ हामीले यसरी घुम्दाखेरि चाहिँ कसरी निस्किने हो भन्दाखेरि यो धक्काले, घुमेको फन्कोको धक्काले चाहिँ उता उछिटिएर यसमा लाग्छ, अनि यो मुनि झर्छ होइन। अनि यो 1-2वटा मात्रै फ्रेम छ भने चाहिँ यसमा ननिकाल्ने। अब अलिकति यसलाई चाहिँ 8-10वटा फ्रेम चाहिँ हुनै पर्छ। अनि त्यसमा खासै धेरै त यसमा लतपतिँदैन, थोरै चाहिँ अब निखार्दाखेरि निस्किन्छ। त्यही पनि अब यो हाम्रो चाका फेरि बचत हुन्छ नि त, यही चाका दिने बित्तिकै छिटो मह उत्पादन हुन्छ। त्यो कारणले यसबाट निकाल्नु चाका पनि मेरो आयो, मह मात्रै निस्क्यो। अलिक मुनि छ जोडले हल्लाउँदा पनि बढी झरिरहेको छ
निक्रिसक्यो त्यसको निक्रियो होइन त अब यो दिने बित्तिकै अब भोलि फेरि यसले यहीँ भरिहाल्छ अब यतापट्टि हाम्रो अघि कम हल्लाएकोले यतापट्टि बाँकी छ यसलाई फेरि एकचोटि फर्काएर हामीले यतापट्टि यसले भित्तामा छड्काउँदो रहेछ क्या त्यो घुमेपछि रस जति चाहिँ सबै यतापट्टि शुद्ध एउटा केही रह्यो त छैन अब यो यतापट्टि अलिअलि रहेको छ यसलाई हामीले नझरेको चाहिँ बाहिर फर्काउनु पर्छ सुरुमा हामीले कम यतापट्टि भएको जस्तो अलिक रहने रहेछ है एकैचोटि जोडले सुरुमै घुमायो भने चाका भत्कियो त्यो चाक किनभने अर्कोपट्टिको महको वेट हुन्छ नि त त्यसले जान सक्छ अब चाहिँ हामीले यसको अर्कोपट्टिको खुट्टा भाँचेकोले अलिक अप्ठ्यारो छ अब हाम्रो यो एकदम निख्रिसक्यो तपाईँहरू नजिकबाट पनि देखाइदिनु होला होइन यता एकदम निक्लिसकेको छ यो म निक्लिँदैन कि भनेर शङ्का नगर्दा हुन्छ अब यो जस्ताको तस्तै लगेर जुन घारमा हो ठ्याक्क लगाइदिएपछि कुचेको यताउता भएको आजै बनाइहाल्छ अनि त्यस पछाडि मजाले यो यसलाई फेरि मर्मत सम्मार गर्छ यो कोषहरू यो चाकालाई अनि भोलिपल्टदेखि यहाँ फुलको रस जङ्गलबाट लिएर सङ्कलन गरेर राखिहाल्छ अनि हप्ता 10 दिनमा राम्रो फुलको रसहरू छ भने फुलको स्रोत रसको स्रोतहरू छ भनेदेखि कम्तीमा उसलाई यत्रो भर्ने समयमा त उसले टाइममा यो रस भरिहाल्छ हजुर यो बनाउने जस्तो मानिलिउँ हामीले त काटिदिउँ नि यो भत्काएर अब यो बनाउने टाइम भनेको उनीहरूलाई कम्तीमा पनि 12-15 दिन लाग्छ 12-15 दिनमा त फलफुलहरू त फुलेर पनि हैन त्यो त ओइलिसकेको हुन्छ झरिसकेको हुन्छ फुलको सिजन रसको सिजन पाउँछ नल्याउनु पाउँछ अनि रसको सिजन ल्याउने बेला चाका त बनाउँछ अनि खोस्टै मात्र त्यो भएको कारणले अब यो चाहिँ हामीले ट्याक्क अब एकछिनमा दिइहाल्ने हो निखारिसक्यौँ अब यो 4वटा फ्रेमलाई अब यता बाँकी छ अलिअलि अनि यसको लागि चाहिँ आधार चाका अनिवार्य लगाउनु पर्ने हुन्छ है आधार चाका अनिवार्य लगाउनु पर्ने हुन्छ आधार चाका लगाइएन भने अब चाकाको हविगति यस्तो हुन्छ है यो 1300 लागेको छ त्यही माथि पनि अब यहाँनिर बच्चा लगाएर आधार चाका भनेको चाहिँ यही मैनलाई चाहिँ यस्तै हुन्छ नि यही मैनलाई जस्तो मानिलिउँ यो यस्तो चाका यो जुन हामीले निचार्छौँ अथवा हामीले फाल्नुपर्ने चाका चाहिँ हामी त यहाँ नष्ट गरिदिन्छौँ नि त वास्तै गर्दैनौँ त्यसलाई सङ्कलन गरेर अनि त्यसलाई निकाल्ने मैन बनाउने तरिका छ त्यो पानीमा उमालेर तारेर अनि त्यसलाई चाहिँ मेसिनमा पेलेर कागज जस्तो यस्तो बनाएको हुन्छ यो चाहिँ आधार चाका हो यहाँ छेउमा देख्दै हुनुहुन्छ यो आधार चाका चाहिँ हामीले फिट गरिदिनु पर्ने हुन्छ अनि त्यसमा यसलाई चाहिँ फाउन्डेसन कम भन्छ यो मैले फिट गरिदिएको हजुर यो भनेको चाहिँ उनीहरूको लागि चाहिँ सजिलोको लागि लगाइदिने हो दोस्रो कुरा सिधाको लागि लगाउने हो तेस्रो कुरा चाहिँ मेसिनमा लगाउँदाखेरि यसले चाहिँ मजबुत हुन्छ र यो चाका भाँचिँदैन त्यो भएर 3टा फाइदाको लागि है यसलाई चाहिँ दोस्रो मौरीलाई सजिलो होस् तेस्रो हामी मान्छेलाई पनि गोला अवलोकन गर्दा निकाल्दाखेरि यो जुदेपछि जोडिएपछि कति अप्ठ्यारो भयो होइन अप्ठ्यारो भयो मह पनि सबै लतर पतर हुन्छ अनि मौरी पनि जिस्केर मान्छेलाई चिल्छ त्यो कारणले यो आधार चाका प्रयोग नगरेकोमा यहाँ बच्चा त छैन तर चाकाको जोडेर भत्केर बनाउने तरिकै अर्कै छ त्यो कारणले लाउन त मह लाउँछ तर यसरी हेर्दाखेरि अप्ठ्यारो भयो दोस्रो कुरा मेसिनबाट निकाल्न सकिएन आधार चाका बिना चाहिँ त्यो कारणले हामीले आधार चाकामा लगाएर यसमा पनि दिएको हो हजुर सबैमा दिएको नि एउटामा नपरेको रहेछ आधार चाका यसमा कस्तो मैले त दिए जस्तो सबै गरेको त ल अब आधार चाका दिने तरिका फेरि हेर्ने बेला भयो यहाँ तैरिँदै गरेको देखाउनुहोस् है झरिरहन्छ नि झरिसक्यो
कम्तीमा पनि 4 चक्काको बदल जति चाहिँ ल हेर्नुहोस् है एकदम अर्ग्यानिक कञ्चनमा है तोरीको तेल भन्दा पनि जकजक जेठमा तपाईको 2-3 घरबाट आउँछ 8-10 बोतल दुईटा छ दुईटाबाट आउँछ त्यति